मेरो कविताको शीर्षक हो हैन र आमा। आमा यी हातका औँला बराबर छैनन्। आमा यी हातका औँला बराबर छैनन्। महत्त्व त सबको आफ्नै ठाउँमा छ नि छैन र। तिमी दारा किटेर पीडाको मार झै खेप्दैछौ। तिमी दारा किटेर पीडाको मार झै खेप्दैछौ। आफ्ना सन्ततिका लागि, आफ्नो अस्मिताका लागि। तिम्रो यो खास मर्म आमा कैयौँले बुझेनन्। तिम्रो यो खास मर्म आमा कैयौँले बुझेनन्। या त बुझेर नि बुझ्नै चाहेनन्। कति भ्रष्ट भए आमा तिम्रा सन्ततिहरू। कति भ्रष्ट भए आमा तिम्रा सन्ततिहरू। तिम्रो निस्वार्थ मायाको आडली तिमीलाई, तिम्रो ममतालाई किनबेच गर्न खोज्दैछन्। कति भ्रष्ट भए आमा तिम्रा सन्ततिहरू। तिम्रो निस्वार्थ मायाको आडली तिमीलाई, तिम्रो ममतालाई किनबेच गर्न खोज्दैछन्। हो आमा आफ्नै दुनो सोझ्याउँदैछन्। तिमीलाई कुल्चिएर तिम्रो मुटु छिया छिया पारी। तिमीलाई कुल्चिएर तिम्रो मुटु छिया छिया पारी एक द्रोही बन्दैछन्। तर आमा तिम्रो आलो घाउमा मलम लाउने योद्धा पनि त जन्मेका छन्। तर आमा तिम्रो आलो घाउमा मलम लाउने योद्धा पनि त जन्मेका छन्। तिमी चिन्ता नगर। तिमी चिन्ता नगर। तिम्रो काखमा, तिम्रो छातीमा टेकी जघन्य अपराध गर्नेहरू साँच्चै आमा अब उम्कने छैनन्। तिमी चिन्ता नगर। तिम्रो काखमा, तिम्रो छातीमा टेकी जघन्य अपराध गर्नेहरू साँच्चै आमा अब उम्कने छैनन्। तिमी ढुक्क हौ। रावणको उदयसँगै राम पनि त उदयमान भएका थिए। हैन र आमा रावणको उदयसँगै राम पनि त उदयमान भएका थिए। हैन र आमा। हस्त धन्यवाद।